नमस्ते सबैजनालाई। आज चाहिँ म धाजी बनाउन गइरहेको छु। यसको लागि चाहिँ तपाईँलाई मैले देखाइदिएको जति पनि सामग्रीहरू छ, यो हालेर तपाईँ बनाउन सक्नुहुन्छ। यसलाई चाहिँ मजाले धोएर सफा गरेर काटेर राख्नुहोस्। अनि आफ्टर द्याट तपाईँलाई मनपसन्द जति पनि सुप मनपर्छ त्यो अनुसार तपाईँले पानी बोइल गरेर त्यसमा हाल्नु सक्नुहुन्छ। अनि मिनिमम तपाईँले यसको लागि चाहिँ हाफ एन आवर जति बोइल गरेर यसलाई छोडिदिनुहोस्। मैले चाहिँ यसरी हाल्दैछु। यो चाहिँ मेरो होम रेसिपी हो। तपाईँलाई यदि यसमा कुनै पनि एड गर्नु मन पर्यो या तपाईँले जान्नुभएको छ भने त्यो एड गरेर हाल्नु सक्नुहुन्छ। र यो चाहिँ एकदम इजी एन्ड माई फेभरेट हो। अनि यसरी मसरुम र मटरलाई पनि एड गरिदिनुहोस्। अनि यसलाई चाहिँ तपाईँको स्वाद अनुसार नुन कति खानुहुन्छ त्यो अनुसार हालेर तपाईँले यसलाई बोइल गरेर छोडिदिनुहोस्। मेरो चाहिँ लुक्स चाहिँ यस्तो भयो। मैले एड चाहिँ यो तपाईँलाई जति पनि देखाइहरू गरेर मैले यसमा चाहिँ लास्टमा चाहिँ टिम्बुर र छुर्पी एड गरिदिएँ। अनि मेरो फाइनल लुक्स चाहिँ रेडी भयो साथीहरू। ओके, म अब ट्राई गर्छु।